प्रधानमन्त्रीको आज अभिव्यक्ति सुन्दा त यस्तो लाग्छ कि उहाँ देशको प्रधानमन्त्री होइन, कुनै टोले गुण्डाहरूको सरकार हो जसरी उहाँले घोषणा गरे। सम्माननीय प्रधानमन्त्रीजीलाई मेरो अपिल छ प्रधानमन्त्रीले हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ। अब देशको अवस्था परिवर्तन गर्ने हो भने व्यवस्था नै परिवर्तन गर्ने हो, याभन्दा अर्को विकल्प छैन। हामीले प्रश्नका साथ राखेका छौँ। राष्ट्रपति जनताले चुन्या हो, खै कतिले चुन्या हो किन? हात उठाउँ त। तपाईँले चुन्या हो राष्ट्रपति? अनि यिनीहरू चाहिँ किन भन्छन् त राष्ट्रपति जनताले चुनेको भन्ने? एउटा सांसद चुन्या त हो, प्रधानमन्त्रीको वीरता हो। राजधानी सबैको साझा हो। हाम्रा विरुद्धमा पनि कसैले विचार अभिव्यक्ति राख्न पाउँछ भने त्यो पाउनुपर्छ। त्यो भावनाले म अहिले पनि भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूले